हाय गाइज हामी चाहिँ आफ्नै हैन टक्कसँगले आज बेलुका हैन को खाना हाम्रो चाहिँ यस्तो छ है भुजा चाउचाउ यो सबै मिलाएर खोर्सानी अलिअलि राखेर हैन टक्कसँगले हामीले चाहिँ यो बनाउँदै छौं। आज हामी चाहिँ च्यालेन्जिङ गर्न गइरहेका छौं। हेर्न सक्नुहुन्छ यसमा हामीले खोर्सानी चाहिँ ठिकठाकै राखेको छ। खोर्सानीहरु पनि देख्न सक्नुहुन्छ, चाउचाउहरु राखेको छ। अझै हामी थप्दै छौं टमाटरहरु। अब यो सबै थपेर हामी च्यालेन्जिङ गर्न गइरहेका छौं। हाम्रो च्यालेन्जिङ भिडियो चाहिँ @डेभिड सरकार 0075 मा आउने छ। तपाईहरुले गएर सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। साथै हाम्रो भिडियोहरुलाई पनि सबै फुलबास गरिदिनु होला। अब अहिले चाहिँ हामी यसरी म मल्दै छु। अब यो मलिसकेपछि अहिले हामी तपाईहरुलाई देखाउने छौं हामीले यसमा अझै के एड गर्ने छौं भनेर। अनि देखाइसकेपछि त्यसपछि खाएको च्यालेन्ज। गाइस हामीले चाहिँ देख्न सक्नुहुन्छ यो सबै बनाइसकेका छौं। अब अलि अपुग जस्तो भइरहेको छ। त्यही भएर अब म चाहिँ यहाँनेरि अलिकति यो बदाम देख्न सक्नुहुन्छ, बदाम एड गर्न गइरहेको छु। छोइन बदाम एड गर्न गइरहेको छु। अनि थोरै अब नुन आवश्यकता अनुसार भात दिनु न। नुन पनि ठिकठाकै राखिरहेको छ। हामीले नुन पनि एड गरिसकेका छौं। अब बाँकी अरु मसला हामीले यो चाहिँ घरमै पिसाएको अर्गानिक घरबाटै हामीले सबै सामान जुटाएर बनाएको हो। तोरीको तेल एकदम स्वास्थ्यको लागि राम्रो हुन्छ। यसमा कुनै मिसावट पनि हुँदैन। एकदम यो स्वास्थ्यको लागि राम्रो, मुटुको लागि। अब बाँकी हाम्रो खोर्सानी छ, थोरै खोर्सानी अपुग भएको हुनाले हामीले फेरि एड गर्न गइरहेको छौं। हामी चाहिँ गाइस धेरै खोर्सानी खान सक्दैनौँ। हामी चाहिँ थोरै खान्छौँ। हामी चाहिँ त्यस्तो त पिरो हामी धेरै पिरो खान सक्दैनौँ। त्यस्तो धेरै हामी चाहिँ पिरो खादैनौँ। पानी छैन ल। खोर्सानी पनि भयो, खोर्सानी पनि एड भइसकेछ। अब गाइस हेर्न सक्नुहुन्छ हामीले मोल्दैछौँ। अब आवश्यकता अनुसार अलिअलि पानी पनि हाल्नुपर्छ है। अलिअलि पानी पनि हाल्दैछौँ हामी। हामीले चाहिँ यो पुरा अर्गानिक घरमै आफैले बनाएको हो। पानी हालेर टक्कसँगले बनायो। हामीले अजिनाको चाहिँ एड गरेको छैनौँ किनभने त्यो अजिना चाहिँ हामी खाँदैनौँ। त्यही भएर अब रेडी पनि अब अलिअलि भइसकेको छ। अलिक पानी अलिकति कम भयो जस्तो लाग्यो। पानी एड गर्दै टक्कसँगले देख्न सक्नुहुन्छ। अब हामी यहाँनिर चाहिँ एड गर्न गइरहेको छौँ। अब हामी चाहिँ भाग लगाउँछौँ। यहाँनिर सानो आरीमा एकजना, ठुलो आरीमा एकजना गरेर टक्कसँगले हामी खानेछौँ। आजको हाम्रो खाना यही हो। अब यसको एड चाहिँ हैन गरिसक्यौँ, भाग पनि लगाइसक्यौँ। अब हजुरहरूलाई कस्तो लाग्छ? यो चाहिँ रेडी भइसक्यो एकजनाको भाग। यो चाहिँ ठुलो आरीको एकजनालाई यहाँ गाइस हेर्न सक्नुहुन्छ। यो सानो आरीको एकजना, ठुलो आरीको एकजना। हामी यहाँ गाइस यो पनि एयरपोर्ट जात्रीहरु छ, दुईजना छौँ। यसको टेस्ट एड गर्नुपर्ने हुन्छ। यसको लागि अब टक्कसँगले म चाहिँ एकछिन उलेर आउँछु चम्मेछु। ल यो चाहिँ अब तयार भइसकेको छ। यो लिनुहोस्, खानुहोस्। हेर्नुहोस् गाइस हामीले चाहिँ यत्रो बनाइसकेको छ। अब यसको टेस्ट गर्न गइरहेको छौँ कस्तो छ है त। यो चाहिँ हाम्रो घरमै बनाएको अर्गानिक चटपटे हो। एकदमै मिठो छ। हामी चाहिँ अलि पिरोहरू मसलाहरू अलिक कम खाने भएको हुनाले हामीले अलि सामान्य थोरै हालेर हामीले आज बेलुकाको खाना यसैको यही खाएर सुत्ने भनेर हाम्रो प्लान थियो। त्यही भएर हामीले च्यालेन्ज गरे हो। भाइ के छ तपाईँको विचार? केही छ भने भन्नुहोस् न। मेरो त सबै ठिकै छ। यस्तो काम भएको छ, खाइयो छ। यस्तै नयाँ भ्लगहरू हेर्नको लागि हजुरहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। हजुरहरूलाई यस्तो भ्लग
अरू पनि हेर्न मन लाग्छ भने लिएर आउँछौँ त्यति बेरको लागि चाहिँ अहिलेको लागि चाहिँ टाटा बाई बाई गाइजहरू हामी चाहिँ अब खाना स्टार्ट गरिसक्यौँ अब हामीको चाँडो खाने भन्ने कुरा हो हाई गाइज हामीले चाहिँ खाना अब स्टार्ट गरिसक्यौँ यहाँ हेर्न सक्नुहुन्छ यहाँ छ है पवन भाइको यो हो मेरो त्यो कम्मै भयो आफ्नो तिरै भयो हाम्रो भाइको यहाँ एयरबोर्ड जस्तो थाल होइन चरी थाल होइन यसलाई आरी भन्छन् आरीमा खाइरहनु भएको छ हाम्रो भाइ चाहिँ गाउँ पनि ठुलो छ नि तपाईँको